ओम ज्ञानतिमिरन्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नमः। वाञ्छकल्पतरुभ्यश्च कृपासिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैता गदाधर शिवासादि गौर भक्तबिंद। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। हरे ओम तत्सत। हरे कृष्ण। सबैलाई सुस्वागतम। र आज हामीहरू फेरि रामायण भन्न गइरहेको छौँ। रामनवमी आउँदैछ र रामनवमी आएको हुनाले चाहिँ हामीले अहिले चाहिँ हामीले रामायण भन्दैछौँ र हजुरहरू रामनवमी भगवान रामचन्द्रलाई स्वागत गर्नुको निम्ति हामीले रामायण कथा सुन्नुपर्ने भएको छ, सुन्नुपर्छ। रघुपति राघव राजा राम पतित पावन सीताराम, सुंदर विग्रह मेघ श्याम गंगा तुलसी शालिग्राम, भद्रगिरीश्वर सीताराम भगवत जनप्रिय सीताराम, जानकी रामन सीताराम जय जय राघव सीताराम, जय जय रघुपति राघव राजा राम पतित पावन सीताराम। हरे कृष्ण। सबैलाई सुस्वागतम। सो हामीहरू कहाँ थियौँ भनेदेखि हामीहरू हिजो चाहिँ यहाँ भगवान रामचन्द्रले हिजोको अलिकति म अलिक समरी भन्छु। हिजो हामीले धेरै कुराहरू चर्चा गरेका थियौँ र यहाँ विभीषणलाई चाहिँ राज्य अभिषेक गरेर चाहिँ उनले राजा नै घोषणा गरिदिनु भएको थियो र यसपछि उहाँले भन्नुभएको थियो कि जो पनि मेरो शरणमा आयो मैले उनलाई राजा बनाइदिएँ, तर जस्तै मेरो लागि ज्यान दियो जतायु मैले उनलाई केही गर्न सकिनँ भनेर चाहिँ भगवान रामचन्द्र एकदम दुखी हुनुभएको थियो। त्यो कुरा देखेर चाहिँ सबै बाँदरहरू त्यतिखेर सबै त्यहाँ बानर सेनाहरू भगवानप्रति के भन्छन् संवेदना के अरे भगवानको दुःख देखेर चाहिँ सबै चुप्प लाग्छन्। संवेदना भन्छ कि के संवेदन जनाउँछन् हो हुन्छ। सो यसरी चुप लागेर चाहिँ सबैले चाहिँ सपोर्ट गर्छन्। अब यहाँ एउटा चरित्र चाहिँ कस्तो देखिरहेको थिएँ भन्दाखेरि दिन दिन बढिरहेको थियो र बानरहरू त्यहाँ भगवान रामचन्द्रको गुण देखेर झन् प्रभावित भएका थिए। र यहाँ चाहिँ के हुन्छ भनेदेखि विशेष गरी हामी कोही पनि नजिक मान्छेसँग धेरै बस्यौँ भनेदेखि उसको नराम्रो गुणहरू देख्न थाल्छ र हामीलाई चाहिँ शङ्का उत्पन्न हुन्छ कि ओहो यस्तो पो गर्दो रहेछ भनेर भन्ने हुन्छ। तर भगवान रामचन्द्रसँग बस्दाखेरि चाहिँ उहाँहरू सबैले चाहिँ भगवानको त्यो गुण देखेर सबै नै दङ्ग परिरहेको थियो। ओहो कति महान हुनुहुन्छ भनेर चाहिँ यसरी चाहिँ सोचिरहेको थिएँ भनेर चाहिँ भनेको छ। अनि एक दिन के हुन्छ यस्तैमा केही समयपछि चाहिँ एउटा बाँदरले चाहिँ सोध्छन् कि हे भगवान, हजुरमा यदि रावण नै आएर समर्पण गर्यो भनेदेखि चाहिँ हजुरले के गर्नुहुन्छ त भनेर चाहिँ भन्छन्। अनि त्यो भन्दाखेरि चाहिँ भगवानले के भन्नुहुन्छ भन्दाखेरि त्यतिखेर त्यसो भन्दाखेरि चाहिँ भगवानले भन्नुहुन्छ कि म अब तपाईँलाई रावणले समर्पण गर्न आयो भनेदेखि त विभीषणलाई त अलरेडी तपाईँले पहिले नै अब लङ्काको राजा बनाइदिनु भएको छ। रावणलाई चाहिँ कुन राज्य दिनुहुन्छ त भन्दाखेरि अनि भगवान रामले चाहिँ मुस्कुराएर भन्नुहुन्छ म उसलाई अयोध्या दिन्छु भनेर भन्नुहुन्छ। यदि उहाँ म प्रति समर्पित भयो भनेदेखि मैले उहाँ अयोध्या दिन्छु भनेर भन्नुहुन्छ। अनि फेरि त्यो बाँदरले के भन्छन् भन्दाखेरि होइन अयोध्यामा त फेरि भरत पो छ त, अनि भरतलाई चाहिँ के दिनुहुन्छ त भनेर भन्नुहुन्छ। अनि भरतलाई चाहिँ मैले आध्यात्मिक जगत वैकुण्ठ लोक नै उनलाई दिन्छु भनेर चाहिँ भन्नुहुन्छ भगवान रामचन्द्रले चाहिँ। यसो भन्दाखेरि चाहिँ अनि त्यसपछि अन्तिममा भन्छन् अनि भगवान तपाईले सबैलाई तपाईले दिनुभयो भने हजुर चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि
अनि उहाँले भन्नुहुन्छ यी महान व्यक्तिहरू जसले सेवा गरेर बसिरहेका छन् उनलाई सेवा गर्नको लागि म फेरि यात्रा एउटा ठाउँदेखि एउटा ठाउँमा यात्राहरू गरिराख्छु भनेर भगवानले यसरी भन्नुहुन्छ। र भले ही त्यो प्रश्न चाहिँ अब त्यति साह्रो सोध्नै पर्ने प्रश्न त थिएन, तर पनि कसैलाई यस्तो मनमा पनि यस्तो चाहिँ लागिरहेको थियो कि के हुन्छ भनेर। र भगवान रामचन्द्रको उत्तरले चाहिँ सबैको हृदय नै चाहिँ जितेको थियो र भगवानले यसरी चाहिँ उत्तर दिनुहुन्छ। र त्यो भन्दाखेरि सबै बाँदरहरू अति नै खुसी हुन्छन् कि भगवानको त्यो महानता सुन्दाखेरि देख्दाखेरि र उहाँले गर्ने कुराहरू जुन गर्दाखेरि त्यो सबै देखेर उहाँहरू सबै चाहिँ दङ्ग परेका थिए। र अनि विभीषण त भर्खर आएका थिए, उहाँ पनि छक्क पर्नुहुन्छ यस्तो उत्तर सुन्दाखेरि कि यस्तो उत्तर सुन्दाखेरि चाहिँ उहाँ छक्क पर्नुहुन्छ भनेर चाहिँ भनेको थियो। अनि सुग्रीवले चाहिँ एउटा कुरा फेरि त्यतिखेर सोध्नुहुन्छ, अब विभीषणले समर्पण त गरे, उनलाई कसरी तयार गर्नुपर्छ त, के उनलाई गङ्गामा नुहाउने हो भनेर चाहिँ सोध्नुहुन्छ। किनभनेदेखि अब विभीषण त अब लङ्काबाट आएको हुनाले चाहिँ उनलाई कस्तो लाग्छ भनेदेखि विभीषणलाई अब शुद्धिकरणको लागि अब हुन्छ नि उनलाई चाहिँ उयो गर्नुपर्छ भन्ने लाग्छ। अनि त्यो भएको हुनाले चाहिँ उनले त्यो प्रश्न गर्छन् कि के गर्ने हो त अब भनेर चाहिँ यस्तो प्रश्न गर्दाखेरि अनि त्यसको उत्तरमा चाहिँ उहाँ भगवान रामले के उत्तर दिनुहुन्छ भन्दाखेरि चाहिँ अनि त्यतिखेर रामले भन्नुहुन्छ के अरे वास्तवमा भन्नुपर्दाखेरि चाहिँ म चाहिँ लङ्का जानुपर्ने थियो उनले समर्पण स्वीकार गर्नको लागि, तर मैले उनलाई यति दुःख दिएँ कि उनले समर्पित हुनको लागि चाहिँ यहाँ आउनु पर्यो भनेर भन्नुहुन्छ। भनेपछि त्यो नुहाउनुको कुरा छोडिदिनुहोस्, खास गरी उनले यत्रो दुःख कष्ट झेले भनेर भन्ने कुरा चाहिँ भगवानले यस्तो भन्नुहुन्छ। यो सुन्दाखेरि फेरि सबैको मन पग्लिन्छ भनेर चाहिँ भनेको थियो। सो यहाँ एउटा कुरा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ के छ भन्दाखेरि यहाँ जुन के अरे भगवानप्रति समर्पित हुनु भनेको चाहिँ गङ्गामा गएर स्नान गर्नु जस्तै हो पनि भनेको छ। र जसरी विभीषणलाई चाहिँ भगवान रामचन्द्रले चाहिँ लङ्काको छ नि राजा बनाइदिनुहुन्छ नि त, त्यो राजा बनाइदिँदाखेरि चाहिँ यहाँ भगवान रामचन्द्रले चाहिँ के गर्नुहुन्छ भनेदेखि उनको भगवान तत्त्व चाहिँ भगवान तत्त्व भनेपछि गडहुड हुन्छ नि, त्यो भगवानको शक्ति कहिल्यै पनि कुनै बेलामा पनि भगवानले देखाउनु भएन अरे। तर भगवानले चाहिँ यो के अरे विभीषणलाई चाहिँ लङ्काको राजा घोषणा गरेर चाहिँ उहाँ भगवान नै हो भनेर चाहिँ देखाउनु भयो अरे के। अनि यसमा चाहिँ अब कसरी चाहिँ फेरि उहाँलाई राजा बनायो भनेर चाहिँ देखाउनु भयो भनेर, अब कसरी चाहिँ उहाँलाई राजा बनाउँदाखेरि उहाँ भगवान हो भनेर चाहिँ बुझ्नुभयो भनेर भन्दाखेरि चाहिँ यो कस्तो आउँछ भने आचार्यले चाहिँ के भन्नुभएको रहेछ भन्दाखेरि जब के अरे विभीषणलाई चाहिँ भगवानले अब लडाइ नै नभइकन उसलाई राजा घोषणा गरेको मतलब चाहिँ के थियो भनेदेखि रावण निश्चित नै मर्छ भन्ने भयो के। त्यो भनेको चाहिँ यसको अर्थ चाहिँ के छ भनेदेखि रावण चाहिँ निश्चित नै मर्छ र अब लङ्कामा राजा अभाव हुन्छ र त्यस कारणले चाहिँ विभीषणलाई चाहिँ अगाडिदेखि नै उहाँले त्यो अभिषेक गरेर चाहिँ राजा बनाउनु भएको चाहिँ उदाहरण के थियो भने उहाँ भगवान हुनुहुन्छ भनेर पनि त्यो त्यसरी चाहिँ आचार्यले भन्नुभएको छ अरे। भले ही भगवानले चाहिँ आफ्नो भगवान तत्त्व चाहिँ अरू बेला लुकाउनु भए पनि यो बेला चाहिँ विभीषणलाई लङ्का बनाएर चाहिँ उहाँले आफू भगवान भएको देखाउनु भयो भनेर चाहिँ आचार्यले यसरी दिनु हुँदो रहेछ कि यसको लजिक तात्पर्य चाहिँ। अब यहाँ के हुन्छ भन्दाखेरि अब यहाँ लडाइँको लागि अब तयारी पनि भइरहेको थियो, तर यहाँ के हुन्छ एउटा एकदम अचम्म प्रकारको एउटा दृश्य चाहिँ यहाँ देखिन्छ। यो चाहिँ केमा भन्दाखेरि चाहिँ लङ्कामा यहाँ के अरे सुग्रीवहरूको यो क्याम्पमा, यहाँ भगवान रामचन्द्रको क्याम्पमा चाहिँ यो एउटा अचम्म प्रकारको दृश्य चाहिँ देखिन्छ। अनि त्यो दृश्य चाहिँ के थियो भन्दाखेरि एउटा त्यस्तै जनावर जस्तै मान्छे जस्तै पनि जनावर जस्तै पनि एउटा राक्षस जस्तै हुन्छ नि, ऊ चाहिँ त्यहाँ च्याइरहेको देखिन्छ। अनि
च्याइराख्दै हराउँदै यसरी चाहिँ देख्छन् सबैले। अनि उसको चाहिँ पखेटाहरू थिए र पखेटाहरू भएको हुनाले चाहिँ ऊ नजिक आउने फेरि फर्र उडेर फेरि गइहाल्ने। सो त्यसकारण यहाँ सबैले देख्छन् उसलाई, विशेष गरी अङ्गदले देख्नुहुन्छ। अनि यहाँ भन्नुहुन्छ कि यसलाई कसो कसो गरेर पक्र्नुपर्छ भनेर उनका एकदम निकट बानरहरूलाई चाहिँ अलिकति शक्तिशाली भएका, अलिक बुद्धि भएका यी बानरहरूलाई चाहिँ उनले त्यहाँ 4-5 जनालाई खटाउनुहुन्छ र कसरी चाहिँ अब यसलाई पक्र्नुपर्छ भन्ने कुरा चाहिँ उहाँले भन्नुहुन्छ। अनि त्यसरी नै त्यो जनावर चाहिँ फेरि आउँदै हराउने बेलामा चाहिँ आकाशमै उनीहरूले जाली जस्तै फ्याँकेर च्याप्पै पकड्छन्। अनि पकड्दाखेरि त्यहाँबाट 4-5 जनाले उसलाई धुलो पिठो बजाउँछन् कि पुरा सबैले बजाउन थाल्छन्। अनि बजाउन थाल्दाखेरि त्यहाँबाट उसलाई त्यो के अरे अब तिनीहरूसँग त्यो हतियारहरू बाँधेर चाहिँ उनलाई घिसार्दै चाहिँ लिएर आउँछन्। सबैलाई अचम्म लाग्छ किनभनेदेखि त्यसको अब पखेटा पनि थियो होइन। अब हेर्दाखेरि चाहिँ मनुष्य र के अरे पशु के अरे चराको भेष जस्तै उसले धारण गरेको थियो। अनि त्यहाँबाट सबैले चाहिँ अब यो को हो, यो के हो, विचित्र जनावर यो के हो भनेर चाहिँ उसलाई भालाले घोची पनि राखेको थियो क्या, त्यसलाई घोचिराखेको थिए। त्यतिखेर विभीषण आउनुहुन्छ र विभीषणले भन्नुहुन्छ अनि सो यो चाहिँ यसको नाम चाहिँ सुख हो, सुख, यसको नाम सुख हो। यो चाहिँ रावणको लागि जासुस गर्छ, यो एकदमै प्रसिद्ध छ र रावणको अति नै प्यारो पनि छ भनेर चाहिँ यसरी उहाँले भन्नुहुन्छ विभीषणले। त्यसपछि जासुसी गर्ने भनेर फेरि ती बान्दरहरूले अघि अलिअलि कुटेका बान्दरहरूले अझै झन् कुट्न थाल्छन् त्यसलाई। अनि त्यहाँबाट उसले चाहिँ भनिराखेको थियो कृपया गरेर मलाई छोडिदिनुहोस्, मसँग एउटा राम्रो सन्देश छ, मैले महाराज सुग्रीवलाई दिने एउटा सन्देश छ भनेर चाहिँ भनिराख्नु भएको। तेरो सन्देश सुन्न चाहँदैनौँ हामीहरू भनेर उनीहरूले चाहिँ पक्की हानिराखेका थिए, सबै बाँदरहरूले चाहिँ हानिराखेका थिए। र त्यतिखेर एकछिन रोकेपछि, एकछिन रोक्नुहुन्छ, रोक्दाखेरि चाहिँ सुखले त्यतिखेर के भन्छ भनेदेखि त्यतिखेर कुटिराखेको थिएँ। कुटिराख्दाखेरि चाहिँ अनि त्यतिखेर मैले सुग्रीवको लागि एउटा सन्देश छ भनेर भन्दाखेरि चाहिँ ल के रहेछ, के छ भनेर चाहिँ सुन्ने भनेर भन्छन्। अनि सुखले चाहिँ त्यहाँ त्यो सन्देश सुनाउनुहुन्छ। के थियो भनेदेखि हे वानर सेनाका मालिक सुग्रीव, यो मेरो मालिक लङ्केश्वर रावणको सन्देश तपाईँलाई हो। तपाईँ एकदम राम्रो वानर परिवारमा जन्म लिनुभएको छ र अति नै शक्तिशाली हुनुहुन्छ र तपाईँको बुबाको नाम ऋक्षराज हो र जो चाहिँ बालीको पनि तपाईँ भाइ हो। र यसरी तपाईँ मेरो बालीसँग मेरो एकदम राम्रो मित्रता थियो र त्यहीबाट रावणले तिमीलाई पनि मित्रताको हात बढाउँछ। मैले कसैको के अरे श्रीमती अपहरण गरे भन्दैमा तिमीलाई दुःख हुनु आवश्यक छैन। तिमी किष्किन्धा जाऊ र म तिमीलाई जहिले साथ दिन्छु र तिमी आनन्दसँगले चाहिँ किष्किन्धा गएर चाहिँ आनन्दसँगले तिमी बस र बसेर चाहिँ तिमी राज्य गर र त्यसपछि यो सबै वानर सेनाहरू लिएर जाऊ र रामलाई छोडिदेऊ त्यहीँ भनेर चाहिँ यस्तो आदेश रावणले चाहिँ चिठीमा पठाएको थियो यो सुख जासुसबाट चाहिँ। सुग्रीवले हाँस्दै भन्नुभयो जब यो सुनेपछि, मूर्ख, तेरो राजा महामूर्ख छ, जा गर भन् तेरो राजा मेरो मित्र होइन। जो रामको शत्रु छ ऊ मेरो शत्रु हो, जो रामको मित्र छ ऊ मेरो मित्र हो। सो त्यहीबाट तेरो दिन आइरहेको छ, गन्दै गर भनेर चाहिँ जा तेरो मालिकलाई गर भन् भनेर चाहिँ भन्नुहुन्छ। भनेर त मात्रै होइन तेरो सबै परिवार अंश वंश सबैलाई चाहिँ हामीहरू खलास गरिदिन्छौँ, मारिदिन्छौँ भनेर चाहिँ यसरी सुग्रीवले भन्छन्। यो भनेर सुन्दाखेरि अब रावणले जति पनि अपराध गरेको छ, जति पनि पाप गरेको छ सबैले भोग्नुपर्छ र अब गन्नु थाल भनेर चाहिँ यसरी सुग्रीवको आवाज त्यो सुखमा पुग्छ। सो सुखले त्यसपछि सुग्रीवका त्यहाँ जति पनि बानरहरूले उसलाई बन्दी बनाएर चाहिँ त्यहाँ घोषिराखेको थियो अघि, त्यो सुनेपछि फेरि घोष्न थाल्छन्।
भनेर चाहिँ ल ठिक भयो। किनभनेदेखि यहाँ सबैले चाहिँ घोषणा चाहिँ त्यो सुखले अब बुझ्छ कि अब मेरो अब बाँच्ने उपाय कतै पनि छैन भनेर, र यसपछि राम राम भनेर चाहिँ मलाई बचाउनुहोस् भनेर चाहिँ कराउन थाल्छ। उसलाई एउटा आशा हुन्छ, किनभनेदेखि ऊ जासुसी भएको कारणले गरेर उसलाई रामको शक्ति पनि थाहा थियो, रामको करुणा पनि थाहा थियो। त्यो सुख भन्ने त्यो जासुसले आइडिया लगाइहाल्छ, राम राम मलाई बचाउनुहोस् भनेर भन्छ। भगवान् रामचन्द्र परै हुनुहुन्थ्यो, तर त्यो आवाज सुन्नुहुन्छ र त्यहाँ आउनुहुन्छ। त्यहाँ सबैले चाहिँ उसलाई कुटिरहेको थियो, कसैले लात्तीले हानिरहेको थियो, कसैले घोचिरहेको थियो, कसैले पिट यसलाई छोड्नु हुँदैन भनेर भनिरहेको थियो। त्यो चाहिँ पुरा मलाई बचाऊ भनेर भनिरहेको थियो। जब अङ्गदले रामलाई देख्नुहुन्छ त्यतिखेर अनि उहाँले भन्नुहुन्छ सुख चाहिँ एउटा दूत होइन र ऊ चाहिँ जासुसी हो, जसले चाहिँ हामीहरूको आर्मी सिपाहीहरूको बारेमा यसले जासुस गरिरहेको थियो र दूतलाई चाहिँ सम्मानको साथ उसलाई आदर गर्नुपर्छ, तर जासुसलाई चाहिँ मार्नुपर्छ, यो नियम हो भनेर चाहिँ भन्नुहुन्छ अङ्गदले। र त्यो भन्दाखेरि त्यसपछि अनि त्यतिखेर त्यो कुरा अब राजकुमारबाट सुन्दाखेरि त्यो अघि कोटिराखेका फेरि एकछिन रोकेका थिए राजकुमारले के भन्छन् कि भनेर। फेरि त्यो कुरा सुन्दाखेरि भगवान् रामचन्द्र पनि त्यही हुनुहुन्थ्यो, त्यही फेरि लात्ती हान्नु थाल्छन्, फेरि घोष्नु थाल्छन्, तँलाई भनेर फेरि दिनु थाल्छन्। सुखको बिजोक हुन्छ, तर भगवान् रामचन्द्रले पख भनेर चाहिँ भन्नुहुन्छ, यिनलाई जानु देऊ भनेर भन्नुहुन्छ। र यसपछि त्यसो भन्दाखेरि अब भगवान् रामचन्द्रले भनिसकेपछि अब पक्कै केही न केही होला भनेर सबैले छोडिदिन्छन्। छोडेर त्यो विनम्रतापूर्वक चाहिँ त्यो राक्षस चाहिँ सुख यसपछि भगवान् रामचन्द्रलाई हात जोडेर ढोग्छ अनि त्यो एकदमै कृतज्ञ भएको थियो। ऊ छोडिँदाखेरि चाहिँ त्यो उसको आँखाबाट चाहिँ देखिन्थ्यो। र यसपछि ऊ अलिकति पछाडि गरेर अनि त्यसपछि सबै बाँदरहरू हेरिरहेको थिए, ऊ चाहिँ अलिकति पछाडि गयो अनि टक्क चप्पलमा हात राखेर पिटा, किनभने उसलाई लाग्यो कि फेरि कतै मन परिवर्तन भयो भने फेरि ऊ बन्दी बन्छ भनेर त्यहाँबाट पिटा दिन्छ के। अनि दिँदाखेरि चाहिँ यहाँ यसपछि के हुन्छ भनेदेखि अब यो गएपछि अब त्यहाँ समुद्रमा अब सबै यहाँ भेला भइरहेका थिए को भन्दाखेरि चाहिँ अब यी वानर सेना लगायत भगवान् रामचन्द्र सबै समुद्रमा हेरिरहेका थिए। अब त्यही कुरा हो, अब समुद्र एकदमै ठुलो भएको हुनाले चाहिँ विशाल भएको हुनाले चाहिँ अब के गर्ने भनेर चाहिँ भगवान् रामचन्द्रले पनि सोधिरहेको थिए। अनि त्यहाँ अब समुद्रको छाल आइरहेको थियो। सबैभन्दा ठुलो भगवान् रामचन्द्रलाई चुनौती अहिले लागेको चाहिँ यही समुद्र नै थियो। र रामले विभीषणलाई भन्नुहुन्छ कि अब सबैभन्दा यो ठुलो चुनौतीलाई चाहिँ कसरी हामीले झेल्ने त भनेर भन्नुहुन्छ। र विभीषणले भन्नुहुन्छ हे भगवान् राम, सो मलाई लाग्छ कि यो तपाईँको वंशबाट, जस्तो कि तपाईँको वंशमा अगाडि तपाईँको पूर्वजहरू सागर महाराजले चाहिँ यो समुद्रलाई धेरै ठुलो कृपा गर्नुभएको थियो र उसले चाहिँ समुद्रको कृपा मतलब गङ्गा आउनुभएको थियो नि त, त्यसपछि चाहिँ उसको समुद्रको के भन्छ कि समुद्र चाहिँ बढेको पनि थियो त्यसपछि, होइन। सो त्यो एउटा कृपा थियो र अहिले चाहिँ अब त्यो कृपा मलाई तपाईँ अब त्यही वंशमा आउनुभएकोले उसलाई यसो आग्रह गर्नुभयो भने तपाईँलाई सहयोग गर्छ होला, किनभनेदेखि तपाईँ पनि इक्ष्वाकु वंशमा आएको हुनाले चाहिँ सो एकसो प्रार्थना गर्नुहोस् समुद्र देवतालाई, मलाई लाग्छ कि उसले केही न केही सल्युसन केही न केही समाधान देला कि भनेर चाहिँ भन्नुहुन्छ। त्यो भन्दाखेरि चाहिँ अनि रामले फेरि लक्ष्मणलाई सोध्नुहुन्छ हे भाइ तिमीलाई चाहिँ के लाग्छ भनेर भन्नुहुन्छ। अब यो कहाँ छोडिदियो दाइ, यस्तो प्रार्थना श्रार्थनाको समय छैन, अब मलाई आदेश दिनुहोस्, म अहिले समुद्र देवतालाई म अहिले तल आइदिइहाल्छु। यो अब समय नभएको बेला कहाँ प्रार्थना गरेर बस्ने, अब है एउटा बाण हान्नुपर्छ समुद्रमा, सब चिजहरू एकैछिनमा चाहिँ प्रकट भइहाल्छ भनेर चाहिँ छिटो बरु गरिहाल्नुपर्छ दाइ, यो रोक्नु पर्दैन भनेर उहाँ चाहिँ अहिले जोसेर अहिले चाहिँ तातिनुहुन्छ लक्ष्मण। अनि यो कुरा देख्दाखेरि चाहिँ लक्ष्मणको के भन्छ धैर्यता चाहिँ भगवान् रामचन्द्रले
यसो उहाँको धैर्यता नभएको चाहिँ देख्दा मुस्कुराउनुहुन्छ, लाग्छ कि यिनले धैर्यता भन्ने चिज चाहिँ अयोध्यामै छोडेर आए जस्तै लाग्छ होइन। सो उहाँ लक्ष्मण चाहिँ यस्तो हुनुहुन्थ्यो कि एकदमै उत्साहित हुनुहुन्थ्यो हर कार्यमा, एकैछिनमा ल अब गरिहाल्नुपर्छ, गर्ने भनेपछि होइन गरिहाल्नुपर्छ भनेर चाहिँ अब त समुद्रलाई कहाँ प्रार्थना गर्ने त अब गरिहाल्नुपर्छ भन्ने कुराहरू चाहिँ उहाँलाई लागेको थियो। अनि यहाँ कुरा चाहिँ सबैले अब सुनिरहेको थिए, भगवान्ले निर्णय लिनुभएको थियो। तर यहाँ कस्तो आयो भनेदेखि दुईवटा पक्ष आयो, एउटा चाहिँ आफ्नै भाइबाट दुईटै विपरीत भयो कि होइन। त्यो दुईटै विपरीत चाहिँ किन भयो भन्दाखेरि अब यहाँ एउटा विपरीत चाहिँ भगवान् रामचन्द्रको जुन भगवान् रामचन्द्रले अब निर्णय लिनु पर्यो। अब एउटा भाइबाट चाहिँ एउटा निर्णय भयो र अर्को चाहिँ अब यहाँ भर्खर आएको विभीषणबाट एउटा भयो। के गर्ने त भनेर दोधार जस्तै भयो। अब यो कुरा त अब भाइको मान्यो भनेदेखि हो फेरि मेरो कुरा मान्नु भएन भनेर फेरि विभीषण रिसाउने, विभीषणको मान्यो भनेदेखि चाहिँ यो रिसाउने। अनि सबै बाँदरहरू चाहिँ अब क्या होगा, अब भगवान् रामचन्द्रले यस्तो सिचुएसन कसरी डिल गर्नुहुन्छ भनेर चाहिँ सबै दङ्ग परिरहेको थियो कि सबै सोचिरहेको थियो कि के हुन्छ अब भनेर। त भगवान् रामचन्द्रले त्यतिखेर के गर्नुहुन्छ भन्दाखेरि सो उहाँ अब फेरि यो भगवान् रामचन्द्रको गुण नै के थियो भन्दाखेरि उहाँ चाहिँ यस्तो मिठो तरिकाले यो सबै यो जुन विवादहरू छ विवादलाई मिलाउनुको लागि चाहिँ उहाँ एकदम प्रख्यात हुनुहुन्थ्यो। सो यो बेलामा के हुन्छ कि भगवान् रामचन्द्रले जब यस्तो भन्दाखेरि चाहिँ यसरी कसरी चाहिँ निर्णय डिल गर्नुहुन्छ भन्दाखेरि उहाँले भन्नुहुन्छ कि म तपाईँहरू दुईजनालाई नै माया गर्छु भनेर भन्नुहुन्छ र तपाईँहरूको दुईजनाकै विचार मेरो लागि अति नै महत्त्वपूर्ण पनि छ। तर म तपाईँहरूकै दुईजनाकै निर्णय म पालन गर्छु। एउटा चाहिँ के हो भनेदेखि अब अगाडिको चाहिँ हामीले गरेर त्यो भएन छ भने म अर्को गर्छु, यानि कि विभीषणको म पहिला कुरा मान्छु र यसो म प्रार्थना पनि गर्छु भनेर चाहिँ भन्नुहुन्छ। अनि त्यसपछि यदि भएन भनेदेखि चाहिँ अनि लक्ष्मणको कुरा म मान्छु भनेर यसरी भन्नुहुन्छ। अनि यो भन्दाखेरि चाहिँ अनि दुइटैलाई चाहिँ सन्तुष्ट हुन्छ र सबै वानरहरू पनि सबै खुसी हुन्छन्। अनि यसरी भगवान् चाहिँ 3 दिनको लागि चाहिँ समुद्रको किनारमा चाहिँ यहाँ के तपस्या जस्तै गर्नुहुन्छ समुद्र देवतालाई पुकार्नको लागि। अनि यो कुरा सबैले सहयोग पनि गर्छन् र सबै खुसी पनि हुन्छन् कि कसैलाई पनि दुःख भएन भनेर। अनि त्यो भन्दाखेरि चाहिँ भगवान् रामचन्द्रको विभीषणको कुरालाई किन स्वीकार गर्नु चाहिँ किन चाहिँ मान्यता पहिला मान्यता उनलाई विभीषणको कुरालाई दिनुभयो भन्दाखेरि चाहिँ आचार्यहरूले चाहिँ के भन्छन् भन्दाखेरि भगवान् रामचन्द्र चाहिँ जहिले पनि दुईटा कुरा आउँदाखेरि एउटा कसरी चाहिँ लडाइँ नगरिकन यानि कि अहिंसाको मार्ग चाहिँ उहाँले अपनाउनु भएको थियो अरे भनेर भनिन्छ। अहिंसाको मार्ग चाहिँ अनि त्यो अहिंसा चाहिँ के थियो भन्दाखेरि यहाँ विभीषणको मार्गबाट यदि प्रार्थना गरेर हुन्छ भनेदेखि किन हिंसाको बाटोमा जाने भनेर त्यहीबाट चाहिँ उहाँले विभीषणको कुरा चाहिँ मान्नु भएको थियो भनेर चाहिँ भनिन्छ। अनि अब यो अर्को पनि कुरा चाहिँ के थियो भनेदेखि रावणको चाहिँ के अरे अब सङ्गत अब भनौँ न समुद्रको पनि सङ्गत कतै अब लङ्कालाई घेरेको हुनाले त्यो लङ्काको प्रभाव पनि परेको छ भनेर भगवान् रामचन्द्रलाई त्यो पनि लागेको थियो। र जस्तो कि अब यदि कुरा लडाइँ नगरिकन मिल्छ भनेदेखि राम्रो हुन्छ भने त्यो सन्देश चाहिँ के अरे रावणलाई पनि पुगेर रावण पनि यदि समर्पण गर्छ भनेर भन्ने कुरा चाहिँ भगवान् रामचन्द्रलाई त्यो पनि लागेको थियो। र यसरी चाहिँ उहाँले चाहिँ यो मार्ग अपनाउनु भएको र प्रार्थना गर्न थाल्नुहुन्छ ताकि के अरे समुद्र देवता चाहिँ प्रकट होस् भनेर। तर के हुन्छ भन्दाखेरि दिनबाट रात हुन्छ, रातबाट फेरि बिहान हुन्छ, बिहानबाट फेरि रात हुन्छ। तर उनको जति प्रार्थना गरे पनि समुद्र देवताको आउने कुरा चाहिँ कतै पनि देख्दैन। 3 दिन बितिसक्यो केही पनि हुँदैन। र ऊ कसरी चाहिँ बसेर प्रार्थना गर्नुभएको थियो भन्दाखेरि कुशको घाँसमा त्यहाँ बसेर चाहिँ उनले चाहिँ यसरी नै चाहिँ प्रार्थना गर्नुभएको थियो। त्यही ठाउँमा पलेटी मारेर चाहिँ
प्रार्थना गरेर चाहिँ बस्नुभएको थियो। तर कुनै प्रकारको केही पनि नदेखेको हुनाले चाहिँ भगवान रामचन्द्र जब यो 3 दिन सकेर चाहिँ 4 दिनको बिहान हुन्छ तब पनि त्यहाँ केही नदेखेको हुँदाखेरि चाहिँ भगवान रामचन्द्र त्यतिखेर चाहिँ एकदमै रिसाउनुहुन्छ त्यो बेलामा। र त्यतिखेर चाहिँ उहाँले के गर्नुहुन्छ भन्दाखेरि उहाँले भगवान रामचन्द्रले भन्नुहुन्छ कि रामले त्यतिखेर अर्को पनि कुरा चाहिँ यहाँ आचार्यले के भन्नुभएको छ भन्दाखेरि यो 3 दिनमा चाहिँ यो समुद्र देवताको कुरा पनि उहाँले चाहिँ बुझ्नुभयो। किनभनेदेखि अब रावणसँग धेरै सङ्गत भएको कारणले गरेर निश्चित रूपमा उसलाई पनि त्यो नकारात्मक कुराले चाहिँ प्रभाव पार्यो भनेर भगवान रामचन्द्रलाई लाग्छ। र यसरी चाहिँ उहाँले 3 दिनसम्म तपस्या गर्दाखेरि उहाँले यो पनि बुझ्नुहुन्छ कि यसरी चाहिँ यो काम गर्दैन, मतलब यसरी प्रार्थना गरेर चाहिँ हुँदैन भनेर। त्यही भएर भगवान रामचन्द्र चाहिँ एकदम उहाँले चाहिँ रिसाले चाहिँ हुन्छ नि, उहाँले 4थो दिनमा चाहिँ उहाँले आफ्नो भाइलाई भन्नुहुन्छ, हे भाइ तिमी साँच्चै नै तिमीले भनेको ठिक रहेछ। राम्रो गुण जस्तो कि शीतलता र जस्तो कि के अरे क्षमा भएको व्यक्ति र यसरी गर्ने व्यक्ति, सही कुराहरू गर्ने व्यक्तिहरू जो छ यी मान्छेलाई चाहिँ मूर्ख मान्छेले आदर गर्दैनन्। र म यत्रो धैर्यताको साथमा बसेको थिएँ तर पनि यो समुद्रको देवताले कुनै आदर गरेन। अब यसले बुझ्दछ कि अब के गर्नुपर्ने। यो अवस्थामा मैले 3 दिन 3 रात मैले विचार गरेर नै बिताएँ र अब चाहिँ उनलाई अब मैले सजाय सुनाउनै पर्छ। यदि यस्तो भाषा बुझ्ने हो भनेदेखि र अब यही भाषामा चाहिँ मैले यो समुद्र देवतालाई मैले अहिले नै चाहिँ सबक सिकाउँछु भनेर मेरो धनुष र बाण लिएर आऊ भनेर भन्नुहुन्छ। र भगवान रामचन्द्रको यो आदेश सुनेर लक्ष्मणले पनि धनुष र बाण दिनुहुन्छ र यसपछि उहाँले केही मन्त्रहरू उच्चारण गरेर अनि यसपछि भगवान रामचन्द्रले त्यो बाण चाहिँ समुद्रमा छोड्नुहुन्छ। र त्यो छोड्दाखेरि चाहिँ समुद्रको भित्रपट्टि त्यो बाण जान्छ र केही समय चाहिँ शान्त भएको जस्तै देखिन्छ। तर एकैछिनमा चाहिँ त्यो समुद्रमा पुरा प्रलय आएको जस्तै हुन्छ। पुरा छालहरू एकदम बढी आउँछ र त्यहाँ भएका समुद्रमा भएका जीव जन्तुहरू पुरा उछलिन थाल्छन्, यहाँ र त्यहाँ पछारिन थाल्छन्, पुरा हाहाकार हुन्छ र पुरा त्यो छाल सुनामी जस्तै पुरा बनेर चाहिँ पुरा त्यो छेउछेउमा पुरा ड्याम पड्काउनु थाल्छ। त्यो छालोले त्यहाँ भएका गोहीहरू, माछाहरू, त्यसपछि सर्पहरू जे छन् त्यो समुद्रमा भएका सबै निस्केर चाहिँ यता र उता के अरे बचाऊ भनेर तिनीहरूले नेपाली या इङ्ग्लिसमा त भनेनन्, उनीहरूकै भाषामा चाहिँ उनीहरू कराउन थाले, बचाऊ भनेर यसरी कराउन थाले। र यसो हेर्दाखेरि त्यहाँ बानरहरू पनि छक्क पर्न थाले, सबै उफ्रिरहेका छन्। त्यो किन समुद्रको पानी यति तातो हुन थाल्यो अरे कि सबैलाई त्यहाँ बस्नै गाह्रो भयो। त्यहाँबाट उनीहरू पुरा उछिटिनु थाले, सबै माछाहरू त्यस्तो भयो। अनि त्यो देख्दाखेरि चाहिँ बानरहरूले सोचे कतै प्रलय त हुनु आँटेन भनेर चाहिँ यसरी भन्नुहुन्छ। र यति मात्रै होइन कि त लक्ष्मणले अर्को पनि के अरे धनुष बाण उनले निकालेर चाहिँ भगवान रामचन्द्रले चाहिँ त्यतिखेर चाहिँ अब चाहिँ नगर्नु दाइ भनेर चाहिँ भन्नुहुन्छ। यहाँ त्यस्तो हुन्छ र त्यहाँ सबै सन्त ऋषिहरू पनि आउँछन्। त्यो देखेर चाहिँ सबैले आग्रह गर्छन्, होइन अब रोक्नुहोस् भगवान, अब रोक्नुहोस् भनेर भन्छन्। तर यस्तो भनेर सबैले चाहिँ रोक्नुहोस् भनिरहेका छन्। यता माछादेखि लिएर यता समुद्रमा भएका जीवहरू चाहिँ उथलपुथल भइरहेका छन्। तर मिस्टर समुद्रको देवता चाहिँ फेरि आएकै छैनन्। सबै आइसके, ऊ चाहिँ आएका छैनन्। अब यसपछि फेरि भगवान रामचन्द्र फेरि एकदमै क्रोधित हुनुहुन्छ र अब यसलाई सबक त नसिकाइ त हुँदैन भनेर चाहिँ उहाँले के गर्नुहुन्छ भनेदेखि अब चाहिँ अर्को ब्रह्मास्त्र नै उहाँले चाहिँ ताक्नुहुन्छ। ट्याक्क फेरि धनुषमा ब्रह्मास्त्र पुकार्नुहुन्छ। त्यो पुकारेपछिदेखि त्यहाँ ब्रह्मास्त्रको मन्त्र पढ्न थाल्नुहुन्छ र जब मन्त्र पढ्दाखेरि पुरा पृथ्वीमा त्यो ब्रह्मास्त्र छोडिएको छैन।
तर मन्त्र मात्रै उच्चारण गर्दाखेरि पुरा भुइँचालो आउँछ, पुरा झन् अघिको उथलपुथल अघि समुद्रमा भएको कुरा चाहिँ अझै पृथ्वीमा हुन थाल्छ, पुरा आत्तिन थाल्छन् सबै यसरी। अनि त्यहाँबाट पुरा आकाशमा पुरा कालो बादलहरू छाउँछ, पुरा पड्किन थाल्छ, पटाङ पटाङ पटङ गरेर चाहिँ पुरा पड्किन थाल्छ यता र उता। र यसरी यस्तो हुँदाखेरि आकाशबाट चाहिँ पुरा ताराहरू झर्न थाल्छन्, पुरा हावा त्यस्तै तेजमा के अरे आउन थाल्छ। अनि यो कुराहरू नबुझेको सबैले चाहिँ यो कुराहरू देखेर चाहिँ सबै डराउन थाल्छन्, यता र उता सबै भागाभाग जस्तै हुन्छ। त्यो बेलामा त्यस्तो भएको बेलामा चाहिँ सबै आत्तिन्छन्, यता ऋषि सन्तहरू प्रार्थना अर्पण गर्न थाल्छन्, सबैले चाहिँ होइन मतलब अब के पर्लाई भयो, ए भगवान् अब हजुरले नै मात्रै यो चाहिँ रोक्न सक्नुहुन्छ, यस्तो विनाश नगर्नुहोस्, अहिले समय भएको छैन भनेर यसरी चाहिँ सबैले चाहिँ प्रार्थना गर्छन्। र यो प्रार्थना गर्दा गर्दै गर्दा गर्दै अनि यता समय पनि जान्छ। फेरि भोलि हामीहरू फेरि कन्टिन्यू गरौँला। ग्रन्थराज श्री रामायण की जय। निताई गौर प्रेमानंदी। हरि हरि बो। हरे कृष्ण 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 हरि हरि, हरे राम 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 हरि हरि।